नमस्कार, म कन्हैया श्रेष्ठ। तपाईँहरूको माझ म आज के भन्न आइरहेको छु भने दिस इज अ प्लेटफर्म अफ मोनिटाइज एन्ड कन्टेन्ट क्रिएटिङ। सो मैले कन्टेन्ट क्रिएट गर्छु र पस्किन्छु। जुन पनि समाजमा जे जस्तो छ, जे चलिरहेको छ, म त्यसकै बारेमा मिमिक्री गर्छु, गीतमा नाच्छु, गीतमा गाउँछु। जुन चलिरहेको छ त्यसकै बारेमा बनाउनुपर्छ। जस्तै अहिले रिसेन्टली भन्नुपर्दाखेरि अहिले नेपालको उस कन्टेन्टमा नेपाली पोलिटिक्सको बारेमा, चुनावको बारेमा त्यो नै चलिरहेको छ र त्यसकै बारेमा बनाउनुपर्छ। त्यो बनाउँदाखेरि भ्युज पनि आउँछ, तपाईँहरूले पनि मन पराउनुहुन्छ, सबैले हेर्छ पनि। मैले अब अरू देशको चुनावको बारेमा मैले विश्लेषण गर्यो, अरू देशको चुनावको बारेमा मैले मिमिक्री गर्यो, अथवा कुनै तपाईँले सुन्दै नसुन्नुभएको देशको भाषामा गीत गाउन थाल्यो भने तपाईँले हेर्नुहुन्छ, हेर्नुहुन्न। त्यसमा एक्टिङ गर्न तपाईँले हेर्नुहुन्छ, हेर्नुहुन्न। त्यही भएर मलाई एज अ बिङ कन्टेन्ट क्रिएटर र मोनिटाइज प्लेटफर्म भएको हुनाले मैले जुन पस्किन्छु त्यो फटाफट बिक्नुपर्छ भन्ने हिसाबमा मैले पनि त्यही सोचेर बनाउँछु। र त्यसमा मैले कसैले पनि प्रतिशोध गरेको छैन। कुनै पनि पार्टी, दल, व्यक्ति, समाजलाई हेपेर कहिले पनि गरेको छैन। किनभने एज अ कन्टेन्ट क्रिएटर आई हेभ टु क्रिएट जुन चाहिँ समाजमा बिग्छ, जुन चाहिँ चलिरहेको छ त्यसमै मैले एक्ट गर्ने हो, मिमिक्री गर्ने हो। यसमा कसैलाई पर्न गएकोमा चाहिँ संयोग मात्रै मान्नु होला, होइन। तपाईँले अहिलेसम्म धेरै माया गर्नुभएको छ, लाइक गर्नुभएको छ, सेयर गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छ, अनि सेयर पनि गर्नुभएको छ। प्लिज डु फलो मी, प्लिज लाइक मी, सेयर माई भिडियोज। अझै पनि मलाई अझै हौसला बढाउनुहोस्। तपाईँहरूलाई मन परेको छैन भने पनि कृपया भिडियो चाहिँ हेरिदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच।